गेडागुडीमा राजमामा प्रशस्त मात्रामा भिटामिन हुनुको साथसाथै मिठो पनि हुन्छ। हल्का झोल हालेर राजमाको सब्जीको रेसिपी सेयर गरेको छु। भिडियो अन्तिमसम्म हेरिदिनु होला। नमस्कार, स्वागत छ यहाँहरूलाई मेरो घरेलु किचनमा। म हुँ अरुणा। मैले यहाँ 1 कप जति राजमालाई लिएँ, सफासँग केलाएँ अनि यसलाई भिजाउन जाँदैछु। पानी राखेर सफासँग पखाल्ने एकचोटि अनि राम्रोसँग रातभरि र दिनभरि गरेर भिजाउने। यसरी रातभरि र दिनभरि भिजाउँदा राम्रोसँग भिज्छ राजमा अनि राम्रोसँग पाक्छ। राजमाको गेडागुडी मजाले भिजेर यतिको भएको छ, डबल जस्तो देखिएको छ, मजाले ढाडिएको छ। अब यसको पानी रिमुभ गर्नुपर्छ। यसको पानी मैले फ्याकेँ अनि एउटा छन्नी भएको भाँडामा राखेँ। पकाउनको लागि मैले कुकर युज गरेको छु। पानी तर्काएर राखेको राजमालाई मैले कुकरमा खनाएँ। अब यसलाई सिटी लगाएर बोइल गर्नुपर्छ। त्यसको लागि मैले 2 गिलास जति पानी राखेँ। थोरै बेसार, आधा चम्चा नुन, आधा चम्चा जिरा धनियाँ पाउडर मिक्स गरेर आधा चम्चा जति रातो धुलो खुर्सानी पाउडर अनि थोरै तेल राखेर राम्रोसँग बिर्को लगाएँ। ढक्कन लगाएर र ग्यासको हिट अन गरेर यसलाई बसालेँ अनि 3-4 जति सिटी लगाएको छु। टोटल 4 सिटी लगाइसकेपछि ग्यासको हिट अफ गरेर यसको आफै हावा जान दिएँ अनि कुकरको ढक्कन खोलेँ। अब यसलाई एकचोटि राम्रोसँग चलाउने यतिको भएको छ। हजुरहरूले भिडियोमा देख्न सक्नुहुनेछ। एउटालाई लिएर मैले म्यास गरेर पनि देखाएको छु। राम्रोसँग पाकेको छ। अब यसलाई हामीले फ्राई गर्नु पर्दछ। त्यसको लागि मैले ग्यासको हिट अन गरेर कराई बसालेँ अनि त्यसमा तोरीको तेल राखेको छु। तेल चाहिँ हजुरहरूले जुनसुकै कुकिङ ओइल राख्न सक्नुहुनेछ। मैले चाहिँ तोरीको तेललाई मजाले तात्न दिएँ अनि त्यसमा फ्राई गर्ने कुराहरू फ्राई गरेको छु। थोरै जिरा, मसिनो गरेर काटेको लसुनका टुक्राहरू अनि एउटा दालचिनीको टुक्रा अनि 3वटा जति सुकेको खुर्सानीलाई हल्का भाजेर राखेको छु। त्यसपछि मैले थोरै हिङ पनि राखेँ। यसलाई राखेर एकचोटि राम्रोसँग चलाएँ। एकैछिन फ्राई गरिसकेपछि मैले यसमा मसिनो गरेर काटेको एउटा मिडियम साइजको प्याजलाई राखेँ। यसलाई राखेर राम्रोसँग चलाएको छु। ग्यासको हिटलाई मिडियममा राखेर एकैछिन प्याजलाई फ्राई गरेर हल्का कलर चेन्ज भइसकेपछि मैले यसमा ठुलो चम्चाको 1 चम्चा जति लसुन अदुवाको पेस्ट राखेको छु। यसलाई राखेर पनि एकैछिन फ्राई गर्नुपर्छ। राम्रोसँग चलाएर एकैछिन फ्राई गरिसकेपछि प्याज सँगसँगै लसुन अदुवाको पेस्ट पनि राम्रोसँग फ्राई भइसकेको छ। अब यसमा मसिनो गरेर काटेर टमाटरलाई राख्नुहोस्। 2वटा जति मिडियम साइजको टमाटरलाई मसिनो गरेर काटेर राखेको छु। मसलाहरूमा ठुलो चम्चाको 1 चम्चा जति जिरा धनियाँ पाउडर मिक्स गरेर राखेँ अनि सानो चम्चाको 1 चम्चा जति गरम मसला पाउडर अनि आधा चम्चा जति बेसार अनि 1 चम्चा जति नुन राखेको छु। हजुरहरूले मसला राख्दा अलि थोरै नै राख्नुहोला किनभने पहिला पनि थोरै राखेको छ नि त। अब ग्यासको हिटलाई मिडियम टु लोमा राखेर 2-3 मिनेट छोपेर पकाउनुहोस्। छोपेर पकाउँदा बीचबीचमा चलाउनु पर्छ। मैले पनि चलाएको थिएँ, फेरि डढ्ने सम्भावना हुन्छ नि त। मैले ढक्कन खोलेर राम्रोसँग चलाएर हजुरहरूलाई देखाएको छु। यतिको भएको छ। यो ग्रेभी अझै पाकेको छैन। यसमा मैले थोरै पानी राखेँ अनि राम्रोसँग चलाएर फेरि छोपेर पकाएको छु। ग्रेभी जति राम्रोसँग पाक्यो त्यति मिठो हुन्छ राजमाको झोल। अब यसलाई मिडियम टु हाई हिटमा 2 मिनेट अनि मिडियम टु लो हिटमा 3 मिनेट जति छोपेर पकाउने। छोपेर पकाउँदाखेरि यसलाई बीचबीचमा चलाउनु पर्छ, फेरि डढ्ने सम्भावना हुन्छ नि त। अनि मैले ढक्कन खोलेर हजुरहरूलाई चलाएर पनि देखाएको छु। यतिको भएको छ। राम्रोसँग चलाइसकेपछि मैले 3वटा जति हरियो खुर्सानीलाई बीचमा चिरेर राखेँ। पिरो मन पर्दैन भने यसलाई स्किप गर्न सक्नुहुनेछ। यसलाई राखेर राम्रोसँग चलाएर मिक्स गरिसकेपछि मैले यसमा अघि बोइल गरेर राखेको राजमालाई राखेँ। यसलाई राखेर पनि राम्रोसँग चलाएर मिक्स गरेको छु। यतिको भएको छ। बाक्लो भएको छ। हजुरहरूलाई झोल मन पर्दैन भने ग्रेभी नै राख्न सक्नुहुन्छ। मैले चाहिँ अझ झोलिलो बनाउन जाँदैछु, त्यसैले मैले 1 गिलास जति पानी राखेँ। यसलाई राखेर राम्रोसँग चलाएर मिक्स गरेको छु। ग्यासको हिटलाई मिडियम टु हाईमा राखेर मजाले उम्लिसकेपछि मैले एकचोटि राम्रोसँग चलाएँ। छोपेर एकैछिन पकाउने। मैले 5-7 मिनटपछि ढक्कन खोलेर हजुरहरूलाई देखाएको छु। यतिको भएको छ। राम्रोसँग चलाएर मिक्स गरेँ। फ्रेस हरियो धनियाँलाई मसिनो गरेर काटेर राखेँ। एकचोटि राम्रोसँग चलाइसकेपछि मैले ग्यासको हिट अफ गरेँ। राम्रोसँग चलाइसकेपछि मैले 5-7 मिनट रेस्ट हुनको लागि छोपेर छोडिदिएँ अनि हजुरहरूलाई आज बनाएको राजमाको सब्जी बनाएको रेसिपी कस्तो लाग्यो? भिडियो मन परेमा अवश्य पनि लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, साथै आफ्नो साथीभाइ र फ्यामिलीसँग सेयर पनि गरिदिनु होला। अनि हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ र अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज सब्स्क्राइब पनि गरिदिनु होला। यसलाई हजुरहरूले स्टिम राइससँग अथवा रोटीसँग पनि खान सक्नुहुनेछ। एकदमै स्वादिलो भएको छ। मैले तातो भातमा सर्भ गरेर देखाएको छु। थ्याङ्क यू फर वाचिङ। हेभ अ गुड डे। बाइ बाइ।